हेलो गाइज, आज चाहिँ हामी जाँदैछौँ क्याफे। अहिले चाहिँ हामीलाई बेकरीमा पुग्न आँटा छौँ। म मास्क लगाइरहेको छु, धुलो हो अहिले भात खाएर बनाइहाल्यो। आमा डेरीमा चाहिँ आज आइसक्रिम खान साथीहरू आउनु भएको छ। प्रदीपा बुढाथोकी र रिता अधिकारी, हाम्रो आर्ट अफ लिभिङको साथीहरू। उहाँ त भइहाल्नु, अब यो त च्यानलको ओनर भइहाल्नु भने उहाँ त। अनि यो चाहिँ स्ट्रबेरी भेनिला मिक्स, यो 21 लभ। अब अहिले के खान्छन् है उनीहरूले, व्हाइट फरेस्ट के अघि आइसक्रिम खाइसकेपछि चाहिँ अब पेस्ट्रीको पालो, व्हाइट फरेस्ट खाने भनेर साथीहरूले। एकदम मिठो छ। अनि यो चाहिँ व्हाइट फरेस्ट। अब व्हाइट फरेस्टको पारो। अब एकछिनमा के खानेकुरा छ? मिल्क कफी खानेकुरा छ। अघि नै यिनले चाहिँ खाइसक्यो नि मिल्क कफी। ल अब चाहिँ यो व्हाइट फरेस्ट खान्छौँ हामी। खाएको पनि केही रेकर्ड गर्ने हो। ल एक बाइट खाऊ त। खाऊ न भाइ। ल त स्टार्ट गर। यति खाँला नि के टेन्सन यार। यसरी मिठो छ। आमा डेरीको हातै पपुलर हुनुभएको जस्तो छैन। आमा डेरीलाई यस्तो रहेछ आमा डेरी चाहिँ भनेर देखाइदिने क्या है आफ्नो। सबै भरे आउँछ। हँ? हेर्नु भयो त तपाईँले सब्स्क्राइब गर्नु भएको छ? अब रिताले गर्छ, अरू एउटा सब्सक्राइबर थपिहाल्यो, उसले गइसक्यो होला। मिठो छ प्रदीपा? ल छैन त्यस्तो भर्खर स्टार्ट गरिगयो क्या यसले, अनि यसो चटक गर्दैछ यो। ब्याङ्कमै गएर बुझेर त्यो ब्याङ्कको मान्छेलाई आमा डेरी बेकरी क्याफेमा चाहिँ पोटेटो चिप्स पनि पाइन्छ। यो चाहिँ हाम्रो स्पेसल प्रतिभा दिदीलाई र रिता दिदीलाई। हजारतिर न भातको 1000 भात पनि बेच्छु म, भात पनि बेच्छु रे के। पनिर भात बनाएको छ। यो कसमसँग भयो भने सकिन्छ क्या। ग्यास नदिएर थ्याङ्क यू फर कमिङ प्रतिभा दिदी, रिता दिदी। सुनेको भयो त त्यो तर मलाई जाँदा हुन्छ तर होइन, पनि सकिन्छ भनेर हो क्या। ल प्रतिभा दिदी, 4 वर्ष पछाडि भेटेको मसँग चाहिँ आउनुभयो, खुसी लाग्यो। अनि भयो नि, छ हामी ल फेरि छिट्टै भेट्नुपर्छ। ओहो शैलेश के छ ब्रो?